ल भन्नु दाजु यो हाम्रो त्यो पारी उत्तिसैनी भर्खर बाटो काटिने सुरु भएको छ तल त्यहाँ कि यहाँ यता ऊ तल पारी यता ऊ तल त्यसपछि यताको यो पारी एकपाटे भयो यो एकपाटेको पारीपट्टि रानीमान अनि माथि डाँडा गैडावास अलिकति गैडावास त्यहाँ अलिअलि त्यही हो नि टावर नि यो भिडियोले यो देखिँदै रहन्छ देखिन्छ देखिया अलिअलि देखिन्छ त पारी हो ल मभन्दा पनि धेरै नलेज है दाजु ठाउँको के हो भन्ने यहाँ ओभरपास पनि देखियो अलिअलि ओभरपास त यता होला ऊ पारी देखियो त पारीहटी मेरो छोरा डाँडा पऱ्यो त्यो पारी त्यो देखियो त पारी पारी देखियो त यो पारी एकपल्ट पारी रानीमा ए पर स्कुल त त्यो त मेरो ससुराली गाउँमा थाहा पारेन हाम्रो माइजूले मात्रै एकछिन एकछिन जानकारी उहाँहरूलाई थाहा छ है मलाई थाहा छैन गाइस उहाँहरूलाई थाहा सबै उहाँलाई थाहा एकछिन देखाइदिनु पऱ्यो क्या उहाँको ससुराल गाउँ पारी उही गाउँ अरे पर त्यो गाउँ हो त्यसपछि वारीको एकपाटि भयो माथिको काँडा सिरोले बजार भयो काँसिया के अरे त्यो गैडाबास बजार माथि ओखरबास तर हेर्नु भिड कस्तो छ यहाँ भिड हेर्नु भिड हेरेर मान्छे चक्कर आउँदैन नि चक्कर आउँदैन मलाई एकैछिनमा मलाई देखाइदिनु गाइज हेर्नु यहाँलाई भने यहाँ भिड मलाई थाहा छैन यो ठाउँको उहाँलाई भन्न खोजेँ है गाइज अब अप्ठ्यारो चाहिँ भन्नु है चार कति त भन्दै भन्नु म कुरा ल बाटो अप्ठ्यारो छ हामी बिस्तारै हिँड्दै भिडियो बनाउँदै आएको छौँ बाटो राष्ट्रै खराब छ मेरो जुत्ता तँ यो सम्बन्ध जुत्ता अप्ठ्यारो भन्नु ए तल हाम्रो नयाँ कटिङ हुँदैछ यो कर्णाली राजमार्ग भर्खर ढुङ्गा जम्मा गर्दैछन् त्यहाँ गएर भिडियो देखाउँ लाग्छ अझै एकजना राम्रो हाल्नु होला जसरी मेरो भिडियो नेताहरूसँग नेपाली हाम्रो दैलेख जिल्लाको मान्छेले यो भिडियो नेताहरूसँग पुर्याइदिनु होला हो कि नै भन्नु दाजु जसरी हाम्रो चाहिँ विकास होस् दैलेखको चाहिँ मुहार बदलियोस् यही सडकले गर्दाखेरि त्यो भएर दैलेखका नेताहरूले कालीकोटका नेताहरूले यो बाटोलाई छिटोभन्दा छिटो जोडिदिनु पर्यो गाइस हेर्नु लास्टै बाटो खराब छ यहाँ भिडियो ढङ्ग चाहिँ बनाउन सकेन हामीले पहिले गाली गरिसकेछ भिडियो नबना भनिरहेछ है त्यस कारणले हो हेर्नु तल मेसिन लागिरहेछ कर्णाली राजमार्गको लागि भर्खरै अब डबल कटिङ हुँदैछ हाम्रो बाटो इच्छा भनौँ त्यहाँबाट तल सर्वप्रथम सबैलाई मेरो तर्फबाट नमस्कार हामी आज हामी अस्ति दैलेखदेखि कालीकोट गएका थियौँ डिल्लीकोट भन्ने ठाउँमा त्यो एउटा विवाहको कार्यक्रममा र हाम्रो दैलेखदेखि कालीकोट जोड्ने यो कर्णाली राजमार्गमा काम भइरहेको छ र छिटोभन्दा छिटो हाम्रा अग्रज नेताहरूले काम गरिदिनु हुनेछ भन्ने हामी आशावादी छौँ हाम्रो दैलेख जिल्लाको विकासको लागि यो बाटोलाई जति सक्दो छिटो गरिदिए विकासको प्रगतिमा पुर्याइदिए र छिटो पिच गरिदिएपछि दैलेख र कालीकोटका हाम्रो दाजु हुनुहुन्छ दैलेख र कालीकोटको विकास हुने थियो भन्ने अब हामीले हेर्नु दाजु कस्तो बाटो काट्यो म भेट देखाउँछु है माथि हेर्नु यो बाटो सम्बन्धी कसैलाई विश्वास छ दाजु भन्नु छैन यस्तो पाहाडमा हामी अब यस्तो अप्ठ्यारोमा हिँड्छौँ त्यसपछि त्यो भएर अहिले दैलेखदेखि कालीकोट जाने बाटो तल भइरहेका छन् मर्मत गरिरहेका छन् डबल कटिङ सुरु भएको छ बाटो हामी यहाँ दाजु यो बाटो आयो नि हामी यही बाटो हामी आएको कति बाटो अब विश्वास गर्नु यो बाटो तपाईँ देखाउनु कमेन्ट गरेर बताउनु बाटो कहाँ छ कति अप्ठ्यारो छ र कस्तो छ बाटो यस्तै दैलेखदेखि भनौँ सुर्खेतदेखि कालीकोट जाने मान्छे यस्तै बाटोमा पहिला हिँड्ने थियो अझै पनि हामी पनि हिँडिरहेका छौँ भनौँ बाटो नै बाटो पत्ता लगाउनु भन्नु बाटो कहाँ छ देखाइदिनु बाटो पुरा मैले भिडियो दाजु भन्नु ल बाटो कता छ यसो गरेर पत्ता लगाइदिनु होला कहाँबाट आयो मलाई कस्तो छ बाटो हेर्नु त हेर्नु कसको भ्युज हेर्नु दाजु यो गाउँ हेर्नु दाजु तलकोदेखि नै भावसेनी गाउँ पारीको गोठचुडा अनि पारीको नौफेरी स्कुल अनि यहाँको भावसेनीको सानो बजार भनौँ
भन्न नि भन्नु